र मलाई एउटा चिन्ता र जिम्मेवारी बोधले जहिले पनि सताउने गर्छ। संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली, धर्मनिरपेक्षता, यो सबै निकै ठूलो संघर्ष र बलिदान पछि भएको हो र त्यसको नेतृत्व मुख्यतः माओवादी केन्द्र र अध्यक्षको हैसियतले मैले गरेको हो। यो संविधानमाथि आँच आउला कि संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउला कि समावेशी समानुपातिक भनेर यो देशका दलित, महिला, मधेसी, आदिवासी, जनजाति, मुस्लिम, थारू सबैले पाएका केही अधिकारहरू खोसिएलान् कि भन्ने सबभन्दा बढी चिन्ता मलाई छ भन्ने मेरो विश्वास छ। त्यहाँदेखि यसको रक्षाको निम्ति दायाँ जान पर्छ भने पनि म हाम फाल्छु, बायाँ जान पर्छ भने हाम फाल्छु, यो बुझ्दा हुन्छ। मैले त्यहाँ यसको रक्षा गर्नको निम्ति जे गर्न पर्छ म तयार। नेपाली कांग्रेसका नेता साथीहरूले भने जस्तो एमाले सबैसँग मिलेर देखाउनुहोस्, म कुनै चिन्ता मान्ने छैन। मिलेर स्थिरता बनाएर विकास गर्नुभयो भने म खुसी नै हुन्छु। मेरो रोल प्रतिपक्षको हुनेछ, त्यसमा मलाई कुनै टेन्सन छैन। तर आज जसरी यहाँ विषयहरू प्रस्तुत भएका छन् मैले त्यस्तो ठानेको छैन, त्यति सजिलो छैन। नेपालको राजनीतिक आन्दोलन खास गरी 2007 साल यतापट्टिबाट जसरी विकसित भएर आएको छ धाराहरू, प्रवृत्तिहरू, अन्तत नेचुरल प्रवृत्तिहरू भेडा भेडासँग, बाख्रा बाख्रासँग त हुन्छ, जो परिवर्तनको पक्षमा, शान्तिको पक्षमा, प्रगतिको पक्षमा, देशको राष्ट्रिय स्वाधीनताको पक्षमा दरसँग उभिनेहरू एक ठाउँमा हुन्छन्, हुनै पर्छ। त्यसकारण म आज विश्वासको मतको सन्दर्भमा मलाई आलोचनात्मक टिप्पणी गर्ने, विरोध गर्ने भएन भन्ने मान्ने सदस्यहरूलाई पनि धन्यवाद भन्दै उहाँहरूका कुरालाई गम्भीरतापूर्वक लिनेछु। म अहिले मैले यहाँ त अब लामो बोल्ने समय पनि छैन, म धेरै बोल्न पनि चाहन्न। म तपाईहरुका कुरालाई गम्भीर रूपले लिनेछु र मेरो कुरालाई पनि अस्ति, आज र अहिले म जे भनिरहेको छु सोचेर विचारेर राष्ट्र र जनताको पक्षमा नै मैले फैसला गरेको हुँ भन्ने मलाई लागेको छ। मैले धेरै ठुलठुला जोखिमहरू नजिकबाट मोल्दै आएको छु। यो पनि एउटा जोखिम हो। यो जोखिम शान्ति, संविधान र राष्ट्रको पक्षमा हुन्छ भन्ने मेरो विश्वास छ। जुन दलहरूले मलाई समर्थन गर्दै हुनुहुन्छ म उहाँहरूलाई त विशेष धन्यवाद भन्नै पर्छ। समर्थन गरेपछि विरोध गरे जस्तो गरी समर्थन नगरिदिए हुन्थ्यो। समर्थन गरेपछि